हेलो साथीहरू, हामी चाहिँ यहाँ आएर एउटा होमस्टेमा भिजिट गर्दैछौँ है, घुम्दैछौँ। हजुरहरू पनि हेर्नुहोस् है, यहाँको होमस्टे चाहिँ कस्तो हुँदो हेर्नुहोस् त। यत्रो सानो सानो बनाइएको हुँदो रहेछ। यहाँ माथिबाट चाहिँ हामी आएको है। माथि चाहिँ धेरै राम्रो छ छन चाहिँ। यो चाहिँ यहाँ नगरकोट जाने बाटोको होमस्टे हो। यहाँ चाहिँ एकदम रमाइलो रहेछ। म चाहिँ साथीहरूसँग आएँ अनि हामी चाहिँ यहाँनिर हैन जङ्गलमा न्युरो पाइन्छ कि भनेर खोज्दैछौँ। अनि तल गइसक्यो जङ्गलमा। म चाहिँ बिस्तारै बिस्तारै हिँड्दैछु किनभने न्युरो खोज्ने अरे। पायो? छैन अरे, न्युरै पाइएन। न्युरो चाहिँ धेरै छ तर खाने न्युरो चाहिँ रहेनछ साथीहरू। यस्तो न्युरो चाहिँ धेरै रहेछ। के हो त साथी? उनीको बोट हो त। ए, यसलाई उनी भन्छ? न्युरोको बोट। उनी भनेको त तिमीलाई भन्छ नि होइन? उनी। तिमी जाऊ त, ऊ त्यहाँ हेर त कति धेरै छ। त्यहाँ हेर न, ऊ त्यहाँनिर। त्यो त अमला हो, पानी अमलाको बोट। खोइ कुन हो पानी अमला भनेको? ओहो, जाउँ त हिँड त। त्यहाँभित्र छ होला नि, टिपेर लान मिल्छ होला नि है। यहाँ साथीहरू पानी अमलाको बोट पनि रहेछ अरे होइन। म चाहिँ यहाँ हेर्दै, तपाईँहरू पनि हेर्नु होला कस्तो हुँदो रहेछ। ओहो, पानी अमलाको बोट त यस्तो हुँदो रहेछ साथीहरू। हेर्नुहोस् त, पानी अमला भनेको त यस्तो पो हुँदो रहेछ। मलाई त थाहा नै थिएन। यो टिप्न मिल्छ साथी? यसको टेस्ट कस्तो हुन्छ? मैले कहिले खाएको छैन। यो चाहिँ पानी अमला अरे साथीहरू। यहाँ चाहिँ यो होमस्टेको भित्र भिजिट गर्दैछौँ हामी है। यो होमस्टे चाहिँ हेर्नु है, यहाँबाट चाहिँ यस्तो देखिन्छ। यो चाहिँ मेरो साथीको आफन्तको होमस्टे हो अरे होइन। अनि यहाँ चाहिँ ओए, यो के को बोट होला साथीहरू? ओहो, कस्तो काँडा। के काँडा भन्छ यसलाई? ओहो, ऐसेलुको बोट जस्तै हो अरे यो। तर ऐसेलु चाहिँ होइन है साथीहरू। यहाँ त के को बोटहरू रहेछ। आज घुम्न निस्केको। यहाँ हेर्नुहोस् न, तेजपातको बोट जस्तै पनि रहेछ यहाँ। तर के हो थाहा छैन। ल अब म कता जाने होला? आउनु त आएँ। हामीले चाहिँ यहाँ केही पनि भेटाएनौँ है। केही पनि भेटाएनौँ। अब हामी चाहिँ जाँदैछौँ है। यहाँ भेट्यौँ नि त कुरै भएन। यहाँ त खोज्न आएको न्युरो। फुलहरू हेर्नु न साथीहरू, फुलहरू फुलिरहेछ बाटो। ओहो, म चाहिँ यो उकालो एकदम हिँड्न नसक्ने भएछु साथी। उता पुगिसक्यो। म चाहिँ यहाँ हिँड्दैछु स्यास्या गरेर है। ओहो, अबि झन्डै लडिएन। गाह्रो छ मलाई हौ। त्यो चाहिँ तर घुम्नलाई त ठिकै रहेछ। तर होमस्टेहरू चाहिँ सानो सानो कटेजहरू यस्तो राम्रो के। हेर्नु न, यस्तो चिटिक्क परेको घर। यो चिटिक्क परेको घर। त्यहाँ हेर्नुहोस् न, लाग्छ कि खेल्नको लागि बनाइने घर जस्तै थियो होमस्टेको घरहरू त। अब म चाहिँ फोटो खिच्दै हिँड्दै गर्दैछु है। त्यहाँ पिङ राखेको रहेछ झुलुवा है। अहिले चाहिँ हामीले आएको बेलामा पाएनौँ नि त। चाहिँ हेर्न बसेर खाने ठाउँ है। नजरा यो चाहिँ जङ्गल क्राउन होमस्टे हो होइन। सञ्चालक चाहिँ उहाँ हुनुहुन्छ। जङ्गल स्टे क्राउन। यो चाहिँ बास्तोला गाउँ भन्दो रहेछ होइन।
बास्तोला गाउँ भन्दो रहेछ यो चाहिँ रानी झुला जाने बाटो। एकदम रमाइलो ठाउँ होइन, रमणीय दृश्यहरू भएको। तपाईँहरूलाई पनि घुम्न आउनु मन छ भनेदेखि यो रानी झुला आउँदाखेरि चाहिँ यो जङ्गल क्राउन होमस्टेमा बस्नु होला। यहाँ चाहिँ एकदम राम्रो छ, यहाँको वातावरण, यहाँको एम्बियन्सहरू चाहिँ एकदम राम्रो छ होइन। म हजुरहरूलाई एम्बियन्स पनि देखाउँछु है यहाँको। यहाँको चाहिँ एम्बियन्स पनि एकदम राम्रो होइन। यहाँ चाहिँ एकदम रमाइलो रहेछ होइन। यहाँ बसेर खानको लागि, बस्नको लागि होइन, एकदम रमाइलो। हजुरहरू पनि आउँदाखेरि यो होमस्टेमा बस्नु होला। किचनहरू पनि एकदम सफा। ल यस्तो यस्तो भिडियो हेर्नलाई हजुरहरू मलाई फलो गर्दै गर्नु होला। वाचिङ फर